अवस्थामा 1 देखि 5 अर्जुन हालेर राखिदिनु भयो हुन्छ। यदि दमक गइरहेको रहेछ ल ठिक छ, दमकलाई अगाडि गइदिनको लागि हार्दिक अनुरोध छ। र अब यो साकेला सिडी पश्चात अहिले दमकको साकेला सिडी प्रस्तुत भइदिएर हामी एकछिन दमकको साकेला सिडी अवलोकन गर्नेछौँ र त्यस पश्चात आजका प्रमुख अतिथि माननीय हर्कराम साम्बाङ राईजीको सम्बोधन रहनेछ। त्यसैले म सम्पूर्ण श्रेणी महानुभावलाई स्टेजतर्फ एकत्रित भइदिनुको लागि पनि आग्रह गर्न चाहन्छु। आजका प्रमुख अतिथि माननीय हर्क साम्बाङ राईजीको मुखार बिन्दबाट आज हामी 4 गर्भित मन्तव्य श्रवण गर्नेछौँ अबको यो सिडी प्रस्तुति पश्चात। त्यसैले यहाँलाई स्टेजको दायाँ बायाँ अगाडिपट्टिको भागमा
समय छुट्याइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। कृपया दमक नगर समितिको अत्यन्तै सुन्दर साकेला टोली रहेको छ। यहाँको सुन्दर प्रस्तुतिको लागि म आयोजक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सँगसँगै यो समयको महत्त्वलाई बुझेर समयको पाबन्दीलाई पनि ख्याल गरेर समय व्यवस्थापन गरिदिएका निमित्त पनि म टोली प्रमुखलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र यसैबिच म समयको कार्यक्रमलाई जोड्न चाहन्छु। आजको यो बृहत् कार्यक्रमलाई सफलीकृत बनाउनका निमित्त प्रबन्ध गरेर किराँतमा यहाँका झापालाई सहयोग गर्नुभएको छ। तमिलनाडु निवासी वसन्त राईजीलाई हामीले प्रशंसा पत्र प्रदान गर्न लागिरहेका छौँ। यहाँको चाहिँ आफ्नो समुदायप्रतिको, समाजप्रतिको, राष्ट्रप्रतिको चाहिँ प्रेम, माया र चाहिँ सहयोगप्रति सहयोगको उच्च मूल्याङ्कन गर्दै यो प्रशंसा पत्र प्रदान गर्न लागिरहेको जानकारी गराउँदै यो प्रशंसा पत्र चाहिँ उपलब्ध गराइदिनु हुनका निमित्त श्रोतीय अध्यक्ष गणेश राईजीलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ आदरणीय गणेश राईज्यू अध्यक्षज्यूलाई। त्यसै गरी सबै विधाता वसन्त राईजीलाई पनि हार्दिक धन्यवाद र यहाँको सुस्वास्थ्य दीर्घायु र सफल व्यावसायिक जीवनको कामना पनि गर्न चाहन्छु। र मैले पूर्व जानकारी गराइसकेँ। आजको आकर्षक व्यक्तित्व प्रमुख वक्ता माननीय हर्क सालमान ज्यूको मन्तव्य कार्यक्रम अब रहेको हुनाले म सम्पूर्ण श्रेणीको मानिसहरूलाई जम्मा भइदिनु र आजको पनि जम्मा साकेला टोलीलाई आफ्नो सिरी छटाइदिनु र पुनः आग्रह गर्न चाहन्छु। यहाँको सिरी अत्यन्तै राम्रो छ, तथापि अझै धेरै चाहिँ साकेला टोलीहरूको सिली बाँकी रहेको छ। त्यसैले म यहाँलाई आफ्नो टोली यहाँलाई आफ्नो सिरी छुट्याइदिनको लागि हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी आइफोन 11 कालो कभर भएको आइफोन 11 पनि हराएको रहेछ। हामीले फेला पारेका छौँ कालो कभर आइफोन 11। कृपया कसैको हो भने त्यसमा सम्पूर्ण राखिदिनु होला। कृपया कालो आइफोन छ, कालो कलर छ आइफोन 11। त्यसै गरी यो सानो घुर्मी पनि छ, कृपया पर्सको आइदिनु होला। र सानो नानी मिसिङ भएको थियो र उहाँको चाहिँ गार्जेन आएर खोजी लिनु भएको हुनाले नानीको चाहिँ व्यवस्थापन भइसकेको म यहाँलाई जानकारी गराउन चाहन्छु। र सँगसँगै यो जुन भिड देखिरहेका छौँ, यो भिडमा अलिकति पकेट मार्को र मोबाइल चोरी हुने सम्भावना बढी हुने भएकोले म तमाम साकेला प्रेमी भाइहरूलाई अलिक सतर्क भएर बस्नुको लागि पनि हार्दिक अनुरोध गर्दछु। र हामी देखिरहेका छौँ दमकको साकेला टोली। तथापि यहाँलाई यो समयको पाबन्दीलाई ख्याल गरिदिनका निमित्त पुनः तेस्रो पटक यहाँलाई आग्रह गरिरहेको छु। र हामी यस भूगोलमा अर्थात् नेपालमा 5086 वर्ष अघिदेखि निरन्तर रूपमा स्थायी रूपमा बसोबास गर्दै आइरहेको एउटा मूल जाति हो। त्यसैले 586 वर्ष अवधिमा किराँत राई समुदाय
तपाईँलाई जोड्न लागिरहेको छु। र हामी देखिरहेका छौँ दमक नगर समितिले हाम्रो सिडी छुट्याइसकेको छ र अबको 30 सेकेन्डदेखि 1 मिनटमा उहाँले छुट्याउने हामीले सनक पाइसकेका छौँ र यो सुन्दर प्रस्तुतिको लागि म दमक नगर समितिका विशेष गरी बाबुदेव राई लगायत अन्य चाहिँ सक्रिय धेरै चाहिँ महानुभावहरू हुनुहुन्छ यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो समयको पाबन्दीलाई मध्यनजर गर्दै म आजका आकर्षण प्रमुख व्यक्तित्व आजको प्रमुख अतिथि धरान नगरपालिकाका निवर्तमान मेयर त्यसै गरी वर्तमान सङ्घीय संसदका सदस्य त्यसै गरी यो सङ्घ संस्कृति भन्ने शब्द र यो संस्कृति भन्ने संस्कारको चाहिँ जन्मदाता आजको हाम्रो चाहिँ यो साकेला सिडी समापन कार्यक्रमको प्रमुख अतिथि प्रमुख वक्ता माननीय भरतराज सामाङ राईज्यूलाई आफ्नो चाहिँ प्रमुख अतिथिको तर्फबाट सार्वजनिक मन्तव्य राखिदिनुको लागि हार्दिक आग्रह गर्दछु र यो अहिले बस्दै गरेको सिडीलाई एकछिन टोलीलाई एकछिन रोकिदिनको लागि हार्दिक अनुरोध छ आदरणीय एकछिन रोकिदिनु होला। विभिन्न ठाउँबाट यो साकेला सिडी प्रदर्शनी समापन कार्यक्रममा सहभागी बन्नुहुने साकेला सिडी कलाकार प्रशिक्षक सम्पूर्ण